गौरवशील इतिहास बोकेको भूमि गोर्खा लिगलिगकोट र लमजुङ राइनस्कोट। यहीँबाट सुरु भयो नेपाल एकीकरणको यात्रा, जहाँ द्रव्य शाहले लिगलिगकोटमा राज्य स्थापना गरे र पृथ्वीनारायण शाहले यही गोर्खाबाट सम्पूर्ण नेपाल एक बनाउने सपना पुरा गरे। लिगलिगकोट गोर्खा जिल्लाको ऐतिहासिक पहाड जहाँबाट नेपाल एकीकरणको यात्रा सुरु भएको थियो। आज जाउँ है त लिगलिगकोटतर्फ। हामी चाहिँ आज घरबाट लिगलिगकोट घुम्ने भनेर म र भाइ भएर चाहिँ लाग्यौँ लिगलिगकोटतर्फ। अनि हामी चाहिँ लमजुङबाट गएको थियौँ नि त। अनि लमजुङ र गोर्खाको सीमा कुरा तरेर हामी चाहिँ लाग्यौँ ठाटीपोखरीतर्फ। ठाटीपोखरीमा चाहिँ हाम्रो सामान किनमेल गर्नु थियो। हामी चाहिँ सामान किनमेल गरेर अनि त्यही छोडेर चाहिँ हामी लाग्यौँ फेरि लिगलिगकोटतर्फ। लिगलिगकोट जाने बाटोमा चाहिँ राम्रो राम्रो दृश्यहरू देखिरहेको थियो, जङ्गलहरू। अनि बाटो राम्रो देखिएको थियो। अलिकति माथि पुगिसकेपछि चाहिँ गोर्खा लमजुङको ठाउँहरू एकदम देखिरहेको थियो। अनि ठ्याक्क वहाँ पुग्ने बेलामा चाहिँ अलिक तलबाटै झन्डा देखिँदो रहेछ कि लिगलिगकोटको चाहिँ। अनि झन्डा देख्दा नै कस्तो मन खुसी भएको थियो कि। त्यसपछि म चाहिँ अलिअलि भिडियो बनाउँछु भनेर भिडियो बनाउनतर्फ लागेँ। अनि ठ्याक्क हामी चाहिँ लिगलिगकोट पुग्यौँ। अलिअलि मान्छेहरू हुनुहुन्थ्यो, खासै धेरै हुनुहुन्थेन त्यो दिन चाहिँ, नत्र भए एकदम धेरै मान्छेको भिड हुन्छ लिगलिगकोटमा चाहिँ घुम्नको लागि। लिगलिगकोटबाट चाहिँ गोर्खा लमजुङको यस्तो भ्यूहरू देखिया हुन्छ, तर त्यो दिन चाहिँ अलिक क्लियर थिएन। अनि हामी चाहिँ अलिअलि फोटो भिडियो बनायौँ त्यहाँ लिगलिगकोटमा चाहिँ। अनि झन्डा देखाएर त्यसपछि चाहिँ हामी फेरि पारी जाने भनेर पारिपट्टि चाहिँ फेरि पहिला चाहिँ शाह वंशहरूले चाहिँ राज्य गरेर बस्नुभएको ठाउँहरू छ कि त्यता चाहिँ, त्यहाँबाट चाहिँ दुश्मनहरू आएको छ कि नाइ भनेर हेर्नको लागि बनाइएको। अनि म चाहिँ पिङ खेलेँ एकछिन। त्यसपछि यसो हामी चाहिँ पारिपट्टि गयौँ, एकदम ढिलो भइसकेको थियो। प्रवेशद्वार हेऱ्यौँ, त्यहाँबाट चाहिँ हल्का फोटो भिडियोहरू लिएर चाहिँ म र भाइ चाहिँ घरतर्फ फर्क्यौँ। अनि चेपेघाट लमजुङ गोर्खाको सिमाना फर्किसकेपछि चाहिँ हामी त्यहाँ एकछिन खाजा खान बसेका थियौँ। खाजा खाइसकेपछि फोटो भिडियो बनाएर हामी चाहिँ घरतर्फ लाग्यौँ। अनि हाम्रो गोर्खा लिगलिगकोटको भ्रमण यहीँ सकियो।